केराबारीको खदम खोलाको झुर्लुङ्गे पुलमा आएको छौँ। यो पुल चाहिँ 700 मिटर लम्बाइ रहेछ र तपाईहरु पनि झुर्लुङ्गे पुल हेर्नु मन गर्नुहुन्छ भने चाहिँ यो झुर्लुङ्गे पुलमा आएर भिडियो फोटोहरु खिच्दा सही हुन्छ जस्तो लाग्यो है मेरो विचारमा चाहिँ। तीनटा पोइन्टमा हालेर बनाइएको छ यो झुर्लुङ्गे पुल। तल खदम खोलाको अर्को पक्की पुल देखिरहेको छ। अस्तिको बाढीले दाउरा चाहिँ धेरै नै ज्यादा रहेछ खोलामा। झुर्लुङ्गे पुल चाहिँ प्रबल लामो चाहिँ अरू ठाउँको भन्दा 2-250 मिटरै ज्यादा लामो रहेछ। फ्रान्सको कुन पुलहरु त्यो टाइप्सको छ है। सिधा बीचमा गएर उठेको, फेरि तल झरेको, फेरि बीचमा उठेको, फेरि तल झरेको। यो पुल आउँदा चाहिँ बाइक रोकेर हिँड्नेलाई त 2-3 मिनट, नहिँड्नेलाई चाहिँ 5 मिनट जति लाग्ने रहेछ है यो पुलमा आइपुग्नेलाई। तर पल्लो बाटोबाट आयो भने चाहिँ बाइक आउने रहेछ है पुलसम्मै। त्यहाँ बसेर खाने ठाउँ पनि रहेछ। अनि यो पुलको बीच भागमा चाहिँ फोटोसोटो खिच्ने, एकछिन बसेर रेस्ट गर्ने ठाउँ पनि बनाइदिएको रहेछ है। सानो रडले जाली हानेर छेकेर सेफ्टी गरेर एकछिन रेस्ट गर्ने, बस्ने कि सिन हेर्ने कि यो टाइप्सको। धान फलेपछि चाहिँ बबाल हुने रहेछ यहाँ झन्। अनि चाहिँ केराबारीको लामो झुर्लुङ्गे पुल पनि डुलियो, हेरियो। मैले एक्सपेक्ट गरेँ भन्दा लामो रहेछ यो झुर्लुङ्गे पुल चाहिँ। पर चाहिँ मेरो साथी र म 2 जना मात्रै आएको। टाढै छ, लु आफै हेरौँ कति लामो छ यो झुर्लुङ्गे पुल। फोटो खिच्दै आउँदैछ हाम्रो साथी, सेल्फी हान्दै। लगभग 700 मिटर झुर्लुङ्गे पुल पार गर्नु लाग्यो है। अब चाहिँ ती बाँकी छ।
बाटो चाहिँ यस्तो छ है, केराबारीको झुर्लुङ्गे पुल आउने बाटो यस्तो उकालो 5 मिनट जति हिँडेपछि यो ठाउँमा हिँड्छ। बाटो पनि अब सर्टमा देखाइदिन्छु म लास्टमा भए पनि। यो उकालोबाट यो कुइनेट हो, झुर्लुङ्गे पुल। बाटो चाहिँ यस्तो छ है, हिँड्ने अलिकति उकालो पछि अलिकति यहाँदेखि अलिकति तेर्सो छ। मकै मकै मजाले पाकिरहेछ है। यसम्म अलिकति हिँडेपछि एउटा सानो खोल्ची छ, एउटा सानो खोल्ची चाहिँ यत्रो छ है। मैले चाहिँ भिडियो उल्टोबाट देखाइदिरहेको छु है, पुलबाट यता लास्टबाट हेर्नु होला। भ्लग त त्यस्तै हो हैन। यसो मैले चाहिँ यो झुर्लुङ्गे पुलसम्म आउने मान्छेहरूलाई यसो बाटो देखाइदिइराखेको। खोला यत्रो तरेपछि चाहिँ यो अलिकति उकालो आउँछ, फेरि कच्ची छ है, बाइक साइक चाहिँ आउँदैन। 5 मिनट चाहिँ हिँड्नुपर्छ है पुल पुग्नेलाई सबैजनाले। खानेपानी नै हो त्यो। त्यसपछि चाहिँ ट्याक्क हामी बाइक राखेको ठाउँ आइपुग्छौँ। आज हामी मात्रै होइन, अरू पनि आएको छ। ऊ त्यो गोलो चोकदेखि पछि मासतिर केराबारीको भ्यू पोइन्ट जान्छ, त्यहाँदेखि दाहिने कच्ची छिर्नुपर्छ है, केराबारी बजारदेखि सिधै उत्तर आएर।